ओके सो आजको रिपोर्ट राइट नाउ अहिले 11 बज्दैछ होइन। सो आज चाहिँ म 8 बजेतिर उठेको थिएँ एन्ड उठ्न चाहिँ 6 बजेतिर उठेको थियो होला, तर ओछ्यानबाट उठ्न मन नलागेर 8 बजीसम्म यत्तिकै पल्टिरहेको थिएँ एन्ड 8 बजे उठेर जस्ट लाइक नुहाउन मन लागिराखेको थियो, अल्छी लागेर। सो नुहाउनुभन्दा पहिले चाहिँ फोन हेरेको, फोनमा चार्ज देखेर गेम खेल्न मन लागिहाल्यो एन्ड 9 बजीसम्म सायद गेम खेल्यो होला। त्यहाँदेखि 9 बजीसम्म गेम खेलेपछि नुहाएर यताउति गर्दा गर्दै होइन राइट नाउ चाहिँ 11 बजिसकेको छ एन्ड 11 बजे पनि लाइक म बस भन्दै थिएँ कि गर्नु चाहिँ के मैले आजकल राइट नाउ मैले जस्ट अहिले कुन महिना चल्दैछ भने अहिले राइट जेठ चल्दैछ, असार होइन, जुन महिना चल्दैछ भनौँ। र युजली डेहरू टाइट नै हुन्छ क्या अहिले राइट नाउ। के ड्रामा, सी ड्रामा, जे ड्रामाहरूको जो माङ्गाहरूको जो ट्रेन्ड चल्दैछ नि, म त्यसमै झुलिरहेको छु एन्ड योभन्दा अगाडि चाहिँ गेमहरूमा झुन्डिरहेको थिएँ र त्योभन्दा अगाडि चाहिँ म्यादिसकेको थियो मेरो होइन, म्यादिसकेको थियो र म्यादिसकेपछि नै मैले आइफोन पनि किनेँ एउटा एन्ड राइट नाउ मसँग मेरो एन्ड्रोइड भइहाल्यो। यो फोनबाट भिडियो बनाउँथेँ पहिले, अब अहिले आइफोनबाट बनिरहेको छु XR जो छ। र प्रब्लम यो भयो कि दुईवटा फोन भएपछि हुन्छ नि, एउटा फोनको चार्ज सक्यो अर्कोमा चलायो, अर्को फोनको सक्यो फेरि अर्कोमा चलायो, गर्दा गर्दै लाइक मेरो 2 महिना बितेको लाइक जस्ट खतम। 2 महिना बितेको मलाई हत्तो पत्तो जस्तो छैन जस्तो टाइपको भइरहेछ कि जस्ट डोपामिनको चक्करमा मेरो दिन रात त्यत्तिकै गएको थियो एन्ड अहिले बेसिकली थोरै निन्द्रा खुले जस्तो, आँखा खुले जस्तो होइन, बेला बेलामा याद आउँछ कि होइन मलाई कि अरू पनि गर्नुपर्ने छ एटलिस्ट। म अरू 20 वर्षको फुच्चाहरू जस्तो म पनि 20 वर्षको हुँ, तर एटलिस्ट मसँग थोरै थटफुल चिजहरू छ होइन। सो कहिलेकाहीँ एक्सर्साइजहरू गरिरहेको हुन्छु एट टु वर्क आउट नर्मल एन्ड त्यही हो। घरमा काम पनि सघाउनु छोडिहालेँ पहिले त, अब बिहान बेलुका खानासाना बनाउने मम्मीले सघाउने यताउति गर्थेँ। राइट नाउ चाहिँ दिनहरू अहिले यसरी नै बितिरहेको छ फोनहरू चलाउँदै। अब यो आइफोनमा चार्ज सकिन आँटेको छ, यो चार्ज हालिदिन्छु अनि आइफोनमा चार्ज सकिन आँटेको छ र यसमा चार्ज 64% भइरहेछ राइट नाउ। सो 64% भनेपछि अब यसको चार्ज सकिँदा ओर्दा भइसक्छ यसको ठिकठाक चार्ज लाइक चलाउने गरेको। एन्ड अहिले चाहिँ घरमा कोही पनि छैन, खानासाना पकाएर मम्मी गइसक्नु भएको छ र मैले चाहिँ यताउति के खाएर खासै भोक पनि लागेको छैन एन्ड यत्तिकै बसिरहेको थिएँ। सोचेँ एउटा भिडियो बनाएर हालिदिइहालौँ, किनभने लिटरली 2 महिना या बेसी नै भयो होला सायद मैले भिडियो नबनाएको। म बस यो च्यानलमा केही ठुलो चिज होइन, यत्तिकै नर्मल जस्ट होइन, आफूलाई आफ्नो थट्सहरू सेयर गरेर हालिदिइराखेको क्या अपलोड गरेर, ताकि इन फ्युचर आफूलाई थाहा होस् कि म के गर्दै थिएँ होइन, के चाहना थियो मनमा, के कसरी दिनहरू बिताउँथेँ पास्टमा भनेर आफूलाई थाहा होस् भनेर फ्युचर सेल्फको लागि मैले यो भिडियो बेसिकली अपलोड गर्न चाहेको। र मेरो चाहिँ के हुन्छ भने अहिले आजकलको दिनहरू चाहिँ कस्तो जान्छ भने जस्ट नर्मल्ली अरूको जस्तै फोन चलाऊँ यताउति गरौँ भन्ने थट्सहरू भइ नै रहेको हुन्छ। त्यसको सिवाय पनि अलिकति होइन गरौँ, केही कन्टेन्ट क्रिएट गरौँ यताउति एडिट होइन, त्यो थोरै चाहना त हुन्छ एन्ड ल्याङ्ग्वेज स्टडीको लागि पनि चाहना त लाग्छ, तर फेरि डोपामेन्टल चिजहरू जो एकचोटि फेरि हुन्छ नि कानमा पर्ने बित्तिकै फेरि जाँगर हराइहाल्छ क्या। कस्तो हुन्छ भने ठ्याक्क अब म केही चिजमा ध्यान दिन चाहिरहेको छु, जस्तै मानव स्टडीमा ध्यान दिन चाहेको छु र फिजिक्सहरू होइन फिजिकल बडी फिटनेसमा ध्यान दिन चाहिरहेको छु, त्यस्तो बेलामा कसैले अब मानव फोन चलाएर लाइक होइन डिस्ट्र्याक्सन गरे जस्तो टाइपको मोमेन्टहरू भइहाल्छ क्या। लाइक घर परिवार हो, अब 6-7 जना 5 जना परिवारमा लाइक लिटरली 4वटा फोन छ, जसमध्ये 2टा मेरो फोन भयो, 2टा एउटा बुवाको र एउटा दादाको भयो। र अब त्यो दादा र बुवामध्ये कसैको पनि फोनमा लाइक हुन्छ नि
कुनै पनि डोपामेन्टल चिजहरू प्ले भयो भने त्यसको साउन्ड मेरो कानमा आउने बित्तिकै मेरो दिमाग भोसमा मलाई पनि त्यही चिजहरू होइन हेरौँ लाइक म जे काम गर्दैछु त्यो त अल्छी लाग्ने खालको त्यो गरौँ भन्ने खालको थट्सहरू आएर डिस्ट्र्याक्सन भइहाल्छ अहिलेसम्म केही नगर्नुको कारण राइट नाउ त्यस्तै भनौँ। एन्ड यो च्यानलमा बस म नर्मल आफूलाई रेकर्डिङहरू गरेर हाल्दैछु, एउटा भिडियो रेकर्ड गर्छु, त्यो च्यानलमा अपलोड गर्छु, भिडियो डिलिट गरिदिन्छु, अनि पछि गएर जुनै दिन टाइम हुन्छ त्यही दिन यो भिडियो फेरि हेर्छु आफै होइन, आफूलाई नै लागिहालेको, अरूको लागि त हालेको होइन, त्यो पनि पब्लिकली हालिराखेको, किनभने प्राइभेटली हाल्यो भने सायद आई डोन्ट नो के हुन्छ, बट च्यानल रिमुभ मतलब रेस्ट्रिक्सनहरू लाग्न पनि सक्छ नि त। सो बस त्यति नै हो, 5 मिनट 6 मिनटको लगभग भिडियो भइहाल्यो। अब यो भिडियो सकेर फेरि म त्यो फोन चलाउनै बस्ने हो होइन, अरू केही काम त छैन भन्दिनँ, छ यहीँ भित्तामा टाँसिरहेछ कामहरू होइन। राइट नाउ यत्तिकै टाँसिरहेछन् हाम्रो गणधर्म बस्छ ल्याङ्ग्वेजहरू। यहीँ छ ब्याग धुलै परिसक्यो ब्याग। र अब सिचुएसन कस्तो छ भने घरको लाइक भिडभाड चारैतिर क्या, लाइक हेर न टेबल यहाँ कपी छ स्टडीको लागि, र यहीँनिर हेलमेटहरू छ, गाडीको हेलमेट, यहीँ खुकुरी छ, यहीँ कपडा सपडा के छ लिटरली के छ धेरै चिजहरू मेस्टअप चिजहरू छ। र थोरै थोरै लाग्छ कि घरमा धेरै परिवार भएर पनि यस्तो भएको होइन, एक्लै हुँदाखेरि त्यति डिस्ट्र्याक्ट हुँदिनँ जस्तो पनि लाग्छ। तर पनि थट्स त हो लाइक के भन्नु, अब सर्पले टोकेको कुनै अब जनावरलाई होइन, अब त्यसलाई अझै काटेर मार्नुपर्छ भन्ने छैन, त्यो विषले नै आफै पछि मरिहाल्छ भने जस्तै हो क्या। अब मेरो मनै यही चिजमा झुलिराख्छ भने अब कसैले मलाई ध्यान देखाइदिइराख्नु पर्दैन कि मेरो आफै नै मतलब भइ नै हाल्छ क्या त्यो चिजहरू। अब म्यादी हुनुभन्दा पहिले मेरो के सोच्थेँ भने आइफोन किन्छु र रेकर्ड गर्छु क्या, आफ्नो प्रोग्रेस रेकर्ड गर्छु, लाइक फिजिकहरू बनाउँछु होइन, राम्रो स्टडीहरू गर्छु, लाइफ इम्प्रुभमेन्ट गर्छु। तर राइट नाउ आइफोन किनेपछि केही पनि छैन भाइ, केही पनि छैन। किन्न त किने, तर अहिले के छ भने जस्ट 2टा फोन छ, 2टैमा दिनभरि यत्तिकै 24 घन्टा बितिहाल्छ फोनै चलाउँदै। सो त्यसरी नै गरेर 2 महिना मेरो गइसक्यो। एन्ड हाम्रो वैशाखतिर भन्दा नि पहिले नै सकेको म्यादीको, वैशाखतिर 12th को एक्जाम भएको थियो, पुनुलाई एक्जाममा हल पुऱ्याउँदै वैशाख मेरो बितेको, मेला सेला यताउति गर्दै फोनहरू चलाउँदै। एन्ड जेठ पनि त्यसरी नै बित्यो। अब असार पनि धान काट्ने बेला हुँदैछ, सो त्यही हो, बुवालाई सघाउँदै खेतमा हल्लिँदै यताउति गर्दै होइन, त्यत्तिकै जान्छ यो असार पनि। त्यसपछि साउन आउँछ, साउन जाँठो पनि, साउनमा चाहिँ अलिकति टाइम मतलब त्यस्तो भिडभाड हुने खालको केही टाइम मतलब कामहरू हुँदैन, लाइक घरमा बिजी हुने या केही चिजमा बिजी हुने। राइट नाउ मैले चाहिँ गेमहरू फेरि छोड्न खोज्दैछु। लाइक मेरो सिचुएसन कस्तो भइरहेको छ भने 18 वर्षको हुँदादेखि नै मैले वर्कआउटहरू सुरु गरेको, एन्ड सुरु गर्दै छोड्दै सुरु गर्दै गेम फेरि खेल्दै छोड्दै गर्दै लिटरली म 20 वर्षको भइसकेँ। एन्ड अचम्म पनि लाग्छ, थोरै हाँस पनि उठ्छ, तर बित्दैछ दिनहरू। राइट नाउ अहिले 2083 सालको असार चल्दैछ भनौँ, यति छ। म्यादी बनेर भर्खर लाइक 3 महिना जति भयो होला, सो कपाल 3 महिना मात्र हुँदैछ होइन। बाइसेप ट्राइसेपहरूको के कुरा गर्नु होइन, जस्ट कहिले काहीँ एक्सर्साइज गरेपछि कतै के हुन्छ र होइन, औँसी पुण्यमा एक्सर्साइज गर्नेहरूको के एक्सपेक्ट गर्नु, त्यही पनि एकचोटि फ्लेक्स गरिहाल्छु। प्रोसेस त होइन, रेकर्ड गरेर राख्दाखेरि के जान्छ कसलाई देखाउनु छ र। राइट नाउ बडी कन्डिसन खासै एक्सर्साइजहरू त गर्दिनँ, सो धेरै एक्सपेक्टेसन पनि छैन, तर पनि बिना पम्पको, सो धेरै
कसरी गर्नु एप्स यतिकै छ दुईटा मात्र छ छैन आएको चाहिँ चौथो एप्स अब 21 वर्ष लागेपछि आउँछ होला किनभने अब एक्सर्साइजै गर्दिनँ त्यत्तिकै लाइक अब लाइक कहिले काहीँ त ठाममा फुलाउने कुकुरले भएन भाइ गर 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 भन्नु जस्तो पनि हुन्छ तर मेरो काप्स चाहिँ ठिक लाग्छ होइन त्यही एउटा चिज हो ठिक लाग्यो भनेको अरू काप्स अनि यो ठिक लाग्छ के भन्छ होला आई डोन्ट नो चेस्ट नर्मल छ ट्राइसेप ठिक छ ट्राइसेप ठिक लाग्छ अरू बडी पार्ट्स राइट नाउ गर्मीको मौसम पनि चल्दैछ कि एक्सर्साइज पनि त्यति गर्न मन लाग्दैन अनि त्यही हो बाँकी काम फोनले गरिहाल्छ एन्ड रिलेसनमा त अहिले झुलेको त छैन तर पनि एज अ टिनेज अरू केटाहरूभन्दा अलिकति थोरै डिफ्रेन्ट मतलब होइन दिनहरू बित्छ क्या मेरो दिन चाहिँ लाइक फोनैमा बित्छ तर केटीहरूको चक्करमा बित्दैन जस्ट रिल्स एन्ड डोपामेन्टल चिजहरूमै बित्छ सेल्फ मुभमेन्ट भनेर एउटा जस्तै सेल्फ इम्प्रुभमेन्टको त्यो किताबको खोलभित्र चाहिँ डोपामेन्टल चिजहरूको पाठ भए जस्तो क्या सेल्फ इम्प्रुभमेन्टको यादमा सेल्फ इम्प्रुभमेन्टको चक्करमा 2-3 वर्ष बित्न त बित्यो तर बाहिर सेल्फ इम्प्रुभमेन्ट भित्रभित्र चाहिँ जस्ट दिमाग इम्प्रुभमेन्ट गुप्रुभमेन्ट भनौँ न के भनौँ टाइट नो 12 मिनटको सो भिडियो अपलोड हुन धेरै टाइम लाग्छ यतिकै केही होइन एडिट गर्ने काम छैन थम्बनेल माचुदाए लौडा जुत्ता गीत गरेँ डाइरेक्ट अपलोड हानिदिने हो होइन एन्ड 11:30 भयो वेडनेसडे आज जुन 17 राइट न है 12 बजेको घाम लेक्चर घामको पनि अनुहार देखाइदिउँ बहुचडी यस्तो छ पुरै अन्डा पाक्छ 5 मिनटमा लिटरली बिना आगोको एन्ड यति नै भिडियोमा सो खतम।